i5 Entertainment, complete entertaining. नमस्कार दर्शकबिन, i5 Entertainment को प्रस्तुति कार्यक्रम सेलिब्रिटी में यहाँलाई स्वागत छ। कार्यक्रम सेलिब्रिटी i5 Entertainment को अफिसियल YouTube च्यानल में प्रसारण हुने गर्दछ। यदि तपाईले हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने आजै र अहिले नै हामीलाई सब्स्क्राइब गरेर छेउमै रहेको बेल आइकन थिचिदिनु होला। सेलिब्रिटी नाम सुन्ने बित्तिकै यहाँहरूले अनुमान लगाइसक्नु भयो होला। यस कार्यक्रममा हामी नेपाली कलाकारिता, गीत संगीत र चलचित्र क्षेत्रका पुराना तथा नयाँ सफल र संघर्षरत कलाकारहरूलाई हाम्रो कार्यक्रममा निम्ति आएर रमाइलो कुराकानी गर्ने गर्दछौँ। रियालिटी शो त धेरै हुन्छन्। यस्ता रियालिटी शोबाट बीजारोपण भएका र निखारिएर आएका थुप्रै स्रष्टाहरू पलायन पनि भएर गएका छन्। तर एकजना यस्तो प्रतिभा हुनुहुन्छ, यस्तै रियालिटी शोबाट नेपाली गीत संगीत क्षेत्रमा आएर सपनी राम्रो देखिन, बनकी चरी के भन्छ के, मायाको आगो दन्क्यो दन्दन जस्ता दर्जनौं गीतहरूमा सुमधुर स्वर दिएका एकजना गायक जो आज नेपाली गीत संगीत क्षेत्रमा जिउँदो नक्षत्रका रूपमा हामीमाझ हुनुहुन्छ। आउनुहोस् त्यस्तो स्रष्टालाई हाम्रो कार्यक्रममा स्वागत गरौँ। उहाँ हुनुहुन्छ नेपाली गीत संगीत क्षेत्रका गायक रूपक डोटेल। रूपकजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद भाइ, थ्याङ्क यू सो मच। आराम हुनुहुन्छ? हजुर, एकदमै आराम। गायक, स्वदेशमा कार्यक्रम, विदेशमा कार्यक्रम, व्यस्त हुनुहुन्छ? ठिकै छ दाइ। अब यो भनौँ साङ्गीतिक यात्रा क्रममा अब विभिन्न ठाउँमा जाने होइन, प्रोग्राम गर्ने त छँदैछ। त्यसको अलावा चाहिँ अब नयाँ गीतहरूको तयारी पनि हुँदैछ, जुन अब छिटै रिलिजको क्रममा छ। वर्षौँ पहिले रियालिटी सोको रूपक डोटेल र वर्षौँपछि नेपाली गीत सङ्गीत क्षेत्रको रूपक डोटेलमा के भिन्नता छ? आफूलाई कहाँ पाउनुहुन्छ? त्यति बेला अब एउटा सिक्दै गरेको एउटा म्युजिकको विद्यार्थी पनि, अनि त्यसपछि भर्खरै आउँदै गर्दाखेरिको त्यो समय अब एकदमै रमाइलो थियो होइन। एउटा म्युजिक इन्डस्ट्रीमा कसरी आफ्नो पाइला चाल्ने भनेर हिँडिरहेको बेलामा त्यो रियालिटी सो नेपाली ताराबाट भनौँ एन्ट्री भयो। त्यो भनेको एउटा अहिले सम्झिँदाखेरि एउटा कुनै सपना जस्तो लाग्छ होइन। एउटा विद्यार्थी काल चलिरहेको थियो, एउटा ब्याचलर सेकेन्ड इयर पढ्दै थिएँ मैले। अनि त्यसपछि अब साथीहरू सबैजना चाहिँ अब यस्तो यस्तो रियालिटी सो आइरहेको छ, भाग लिन जाउँ भनेर भन्दै गर्दाखेरि पनि होइन, म एल्बम निकाल्ने हो, एल्बमबाट बजारमा आउने हो, रियालिटी सोमा गएर गाएर नै के हुन्छ र त्यो खालको मानसिकता थियो। त्यसपछि त्यो कार्यक्रममा गइसकेपछि अब जुन किसिमको एउटा भनौँ न दौडान चल्यो, त्यो चाहिँ एकदमै भनौँ न त्यो आफूले सोच्यो भन्दा एकदमै फरक थियो कि। त्यही यात्रालाई नै पछ्याउँदै अहिले यहाँसम्म आएको छु। र सबभन्दा ठुलो कुरो अहिलेको हिसाबले भन्दाखेरि म्युजिकको कन्टिन्यू म्युजिकलाई कसरी गर्नुपर्छ र टाइममा केही अब लोकप्रिय गीतहरू पनि आए होइन। अब कार्यक्रमहरू पनि अब देश विदेश गरियो र मेन कुरा चाहिँ अब अझै आफूले गर्न नपाएको म्युजिक भन्छु यति बेला चाहिँ। अब 20 वर्ष त बितिसकेको छ होइन। त्यही कारणले अझै आउने समयमा चाहिँ आफूले अझै गर्न नपाएका होइन, आफूले अझै यस्तो गर्न पाए हुन्थ्यो भन्ने खालको म्युजिकहरूलाई चाहिँ बढावा दिएर जानुपर्छ भन्ने लागिरहेको समय हो चाहिँ। रियालिटी सो एउटा पाटो थियो, त्यो एउटा प्लेटफर्म जस्तै अवसर दियो। हजुर, त्योभन्दा पहिले तपाईँ गाउनुहुन्थ्यो होइन। गाउने सोच र म गायक बन्छु भन्ने सोच कसरी आयो? गाउने सोच त अब त्यो विद्यार्थी कालबाटै आयो होइन। र साथीभाइको अगाडि अब गाउँदै अब स्कुलको प्रोग्रामहरूमा हुँदै त्यो एउटा खालको डेभलप के भयो भने म सिङ्गरै बन्नुपर्छ भन्ने एउटा माहौलले पनि क्रिएट गरेँ। अनि त्यसरी हुर्किँदै गएको चिज अझै झाँगिन त बाँकी थियो। तर भनौँ न अब एसएलसी दिइसकेपछि पनि म्युजिक त थियो, तर म्युजिकै पढिन्छ भन्ने पनि अझै डिक्लेयर भइसकेको थिएन। किनभने 1 वर्ष अब साइन्स पढ्ने यताउता हल्जाइ पनि भयो। तर आफैलाई यसो निहालेर हेर्दाखेरि म्युजिक नै मेरो अब लाइफको वे हो भनिसकेपछि मैले साइन्स पढ्नु छोडेँ। अनि त्यसपछि रत्नराजैमा म्युजिक पढ्न गएको। दूरदराजबाट विज्ञान विषय पढेर म केही बन्छु भन्ने सोच ल्याउनु भएको मान्छे राजधानी छिरिसकेपछि गायक हुनुभयो।
त्यो एउटा भनौँ न म्युजिक कलेजमै गएर पढेर म्युजिक गर्ने कि अरू सब्जेक्ट पढ्दै गर्दाखेरि अरू गरेर म्युजिक गर्ने भनेको अब त्यो एउटा टाइम पनि अब आफू सानसानै भएको टाइम भएको भएर पनि होला त्यो केही अलिकति आफूले परिपक्व नभएर त्यो गरेको एउटा आलोकाचो निर्णय थियो होला साइन्स पढ्ने जस्तो लाग्छ। सयौँ गीतहरू गाउनुभयो, सङ्ख्या सम्झनामा छ, कति जति गाउनुभयो भन्न मिल्छ? सङ्ख्या त्यही 500 एबोभ छ। अब ठ्याक्कै यति भन्ने छ अहिले ठ्याक्कै याद छैन। थुप्रै गीतकार थुप्रै सङ्गीतकारहरूसँग लामो समय काम गर्नुभयो, सबैभन्दा आनन्द कोसँग काम गर्दा लाग्यो? होइन अब काम गर्ने क्रममा अब सबैजनासँगको एउटा अवस्मरणीय क्षण हुन्छ। अझै एउटा मात्रै गीत होइन, 2-3 गीत गरिरहन्छ, कसैसँग एल्बम गरिरहन्छ हुन्छ होइन। सबैको आफ्नो एउटा टाइमको यादहरू छन्, किनभने म्युजिकमा लागिसकेपछि जुन कर्म गर्न पाइन्छ एकदमै रमाइलो क्षण हुन्छ जहिले पनि। र त्यसमध्ये पनि अब भनौँ न अब यो सुरुवातको पिरियडहरू एकदमै यादगार हुन्छ। अब पछि त एज इट इज अब यो काम गरिरहेको यो कामको कन्टिन्यू भन्ने हुन्छ, तर सुरुको टाइमकोहरू अलिकति बढी याद आउँदो रहेछ। तपाईँका आफ्ना दर्जनौँ गीतहरूमध्ये सबैभन्दा मनपर्ने गीत चाहिँ कुन छ? हामी गीतहरू सबै मनपर्छ, त्यो एउटा भनेर मैले छुट्याउँदिनँ, किनभने सबै क्याटेगोरी अब सबै जनराको गीतहरू पनि छ। कुनै अब लोक पप टाइपको छ, कुनै अब प्रपर गजलहरू पनि छ, लोक पप अलिकति सेमी पपहरू छ, र आफूले भनौँ न अलिकति गाउन पाए हुन्थ्यो भन्ने खालको गीतहरू पनि त्यही मध्ये परे। त्यो कारणले एउटै गीत यो भनेर मैले छुट्याउन अलिक गाह्रै लाग्छ मलाई होइन। अब पपुलर आएका गीतहरू कुरा गर्दाखेरि सपनी राउदेखिन मेरो बोली सुन्दा, चोखो माया लागे होला होइन भन्नु कसरी, अब चलचित्र प्रसादको वन किचरी, के भन्छ के, अब यो गीतहरू अब दर्शक श्रोताहरूले एकदमै मन पराउनु गीतहरू भए। अब त्यो राम्रा गीतहरूमा त अब धेरै नै छन् जुन चाहिँ भनौँ न अहिले पनि अब त्यो मनमनै गुन्जिरहेको हुन्छ, सब धेरै नै छ गीतहरू। सपनी मैले देखिनँ सुरुवात थियो, त्यसपछि बन्कीचरी के भन्छ के, मैले बिचका केही गीतहरू उल्लेख गरिनँ। सुरुवातमा सपनी मैले देखिनँ, त्यसको लामो समयपछि एउटा टर्निङ पोइन्ट जस्तो रूपक डोटेलको सायद मलाई त्यो लाग्छ होइन, बन्कीचरी के भन्छ के, र अहिले अन्त्यमा आएर केही समय अगाडि भर्खरै भनौँ मायाको आगो तन्क्यो तन्क है। यहाँसम्म आइपुग्दा रूपक डोटेलको आफ्नो अनुभूति कस्तो रह्यो? गीतहरू सुरुमा चाहिँ अब फर्स्ट एल्बम मैले आदरणीय सुरेश अधिकारी दाइसँग सङ्गीतकार सुरेश अधिकारी दाइसँगको सहकारीमा गर्न पाएँ। अनि त्यसमा अब विभिन्न सङ्गीतकार अष्ट लामा दाइदेखि लिएर सुनिल केसी सङ्गीतकारहरू विभिन्न थापाको छ। त्यो चाहिँ एल्बम सुरुवातमा त्यो नेपाली तारामा पनि म टप 40मा लगभग छिर्दै थिएँ कि त्यस्तै टाइम थियो। अनि त्यो बेलाको गीतहरू गर्दाखेरि जुन गीत आफूलाई आयो त्यो नै गाउनुपर्छ भन्ने मानसिकतामा हिँडिया थियो होइन। अब जस्तो आयो अब त्यो गीत मध्येमा अब राम्रा गीतहरू पनि थिए। त्यो हिसाबले त्यो सुरुवाती पिरियडमा गरेका गीतहरू पनि एकदमै रमाइलो लाग्छ। र पछि आएर भनौँ न अब गजलहरू पनि भयो। एउटा कुनै एफएममा सुनिरहेको थिएँ मैले त्यति बेला, अब एकदमै रेडियो अब सेतुरामको गजलदेखि लिएर अहिले नयाँ पुस्तामा चाहिँ रूपक डोटेलसम्मले गजल भनेर त्यो कतै हिँड्दाखेरि सुनिरहेको थिएँ। त्यो गजलमा त्यति हाम्रो चाहिँ गीतहरू आइरहेको थियो कि अना मण्डलीको वर्षसँगै हामी सहकारी गरिरहेको थियौँ भनेपछि त्यो खालको सिनारियो चलिरहेको थियो। तर मलाई चाहिँ क्लिक नम्बर चाहिएको थियो। बजारमा अब सस्टेन हुनु पऱ्यो, सबैले प्रोग्राममा पनि बोलाउनु पऱ्यो होइन, आफ्नो काम पनि बढ्न पऱ्यो। त्यो हिसाबले त अब अलिकति सस्टेनको लागि अब कुनै क्लिक नम्बर चाहिन्छ भन्दाखेरि सपनी राम्रो देखिनु एल्बम उमङ्गबाट होइन वरिष्ठ सङ्गीतकार आलोकसिसज्यूसँग जुन सहकारी गर्ने मौका पाइयो, त्यसपछि चाहिँ एउटा खालको बजारमा टर्निङ पोइन्ट भन्न रुचाउँछु। यसो गरौँ न त, आज एकदमै स्वतन्त्रपूर्वक सपनी मैले देखिने एकचोटि हामी हाम्रो दर्शकहरूलाई सुनाउँ। हुन्छ, पक्कै पनि। अब आजको यो अब मेरो लागि नौलो भयो आज होइन, एउटा कुराकानी। र यसमा चाहिँ प्रसङ्गवश यो जुन प्रसङ्ग आयो सपनी राख्दाखेरि म एक लाइन सुनाउन चाहन्छु। म अन्तराबाट सुरु गर्छु ल।
बोलाऊ भने कहाँ छौ कहाँ कलेजो नै छुडाएर गयो कहाँ बोलाऊ भने कहाँ छौ कहाँ कलेजो नै छुडाएर गयो कहाँ कहीं कतै गल्ती भयो कि तिम्रो दिलमा ठेस लाग्यो कि सानो माया सानो माया सानो माया नभइदेऊ धेरै टाढा सानो माया। थ्याङ्क यू। असाध्यै राम्रो गीत यो मैले पनि मन पराएकै गीत हो सुन्दै आएको गीत हो। हजुर थ्याङ्क यू। अब म व्यक्तिगत केही कुराकानी यति राम्रो हुनुहुन्छ होइन विवाहित पनि हुनुहुन्छ लभ म्यारेज हो कि एरेन्ज म्यारेज? एरेन्ज म्यारेज। राम्रो गायक हुनुहुन्छ सुन्दर हुनुहुन्छ लभ प्रपोजहरू आउँदैनन् र? प्रपोजहरू नआएको चाहिँ होइन अब सुरुवातको पिरियडहरू जुन अब भर्खर प्रोग्रामहरूबाट हामी बाहिर आइरहेका थियौँ गीतहरू बजारमा आइरहेको थियो र अलिकति बजारमा परिचय पनि बन्दै थियो अभियसली अब एउटा खालको भनौँ न धेरैजनाले एउटा चिन्ने मौका हुँदै गर्दाखेरि अब त्यो खालका प्रसङ्गहरू पनि नआएको होइन तर आफ्नो एउटा वे डेस्टिनेसन भनौँ न अझै काम गर्नुपर्ने छ भन्ने लयमै गएको कारणले चाहिँ बिजी पनि थिएँ त्यति बेला होइन त्यस कारण त्यो खासै त्यो आएका चिजहरू प्रस्तावहरू त्यस्तोलाई वास्ता पनि भएन अब त्यही अनुसारले खासै भएन अनि पछि आएर अब जीवनकालमा अब एउटा वैवाहिक सम्बन्ध बाँधिनुपर्छ भनेपछि एउटा पारिवारिक हिसाबले नै अगाडि बढेर त्यो घरको स्थितितिर लाग्नु भयो। कुनै बाहिरको कुराले घरमा श्रीमान श्रीमती बिच आपसी ठाकठुक परेको छ? छैन। बाहिर कुरा भन्नाले अब यस्तै किन यो नेपाली गीत सङ्गीत चलचित्र क्षेत्र होइन यसमा अब कलाकारहरू स्वतन्त्र रूपमा बाहिर हिँडिरहेका हुन्छन् होइन विभिन्न आक्षेपहरू लाग्छन् कहिलेकाहीँ ती कुराहरू कसैले घरमा सुनाइदिँदा अथवा त्यस्ता केही अडचनहरू आएर घरमा केही भएको छ? होइन त्यस्तो सबभन्दा ठुलो कुरा मेरो आफ्नो पर्सनल कुरा गर्दाखेरि म आफू जुन किसिमले काममा लागेको छु र आफूले चाहिँ हरेक कुराहरू सेयर गर्छु घरमा गएर मैले आज यो काम गरेँ त्यो काम गरेँ म प्रोग्राममा जाँदाखेरि त्यसरी गएँ त्यही सिनारीमा हिँडिरहेको भएपछि अब आफू पनि अब भनौँ न एउटा घरकै लागि पनि मैले टाइम अलिकति बढी नै दिने गरेँ सुरुबाटै सो यस्तो प्रसङ्गहरू कहिले पनि जोडिएनन् अब त्यो कारणले त्यस्ता नजोडिएपछि आउने कुरा नि भएन होइन र आफ्नो कर्म गर्ने अगाडि बढ्ने त्यही नै छ। तर प्रसङ्गवश अब कहिलेकाहीँ काम गर्दै गर्दाखेरि अब भनौँ न एउटा कामको हिसाबमा सुटिङको हिसाबमा कहिलेकाहीँ अब नाम जोडिने क्या अब हुनसक्छ त्यो अभियसली हुन्छ हाम्रो फिल्डमा तर अब त्यो चाहिँ बिस्तारै बुझ्दै जाँदाखेरि जसरी मैले घरमा बुझाउँदै गएँ यो त अब यो पनि एउटा जसरी एउटा होइन सरकारी कार्यालयमा जाँदाखेरि त्यहाँनिर विभिन्न स्टाफ हुन्छ कहिलेकाहीँ त्यहाँनिर पनि अब वार्षिकको कार्यक्रम होला अब फोटो खिच्ने अथवा बोल्दैमा अथवा त्यो आफ्नो कलिग्ससँग भन्नेमा त्यो सबै हुने भन्ने हुँदैन। हाम्रो पनि नितान्त एउटा कर्म हो यो होइन म एज अ म्युजिक स्टुडेन्ट अनि पास आउट भइसकेपछि म्युजिकमा आएर कर्म गरिरहेको छु एउटा जागिर गरे जस्तै होइन आफ्नो जागिर कर्म राम्रोसँग गरौँ भन्ने उद्देश्य नै हो। अब त्यो कुराहरू कहिलेकाहीँ जोडिन्छ नि त रमाइलो लाग्छ तर आफू फेयर भइसकेपछि सबै कुराहरू रमाइलो हुन्छ। नेपाली गीत सङ्गीत क्षेत्रलाई आजका दिनसम्म रूपक डोटेलले के दियो र नेपाली गीत सङ्गीत क्षेत्रले रूपक डोटेललाई के दियो? पाउनु गुमाउनु सराबरी हो र? खासमा सबभन्दा ठुलो कुरा एउटा एज जुन बेलामा अब यो म्याचुरिटीमा हामी म्युजिकमा त छिरेका थिएनौँ होइन एउटा म्युजिकमा छिर्दाखेरि हामी अलिकति सानै नै थियो त्यति बेला रुचि भनेको खास अब एउटा प्लेटफर्ममा जाने गीत गाउन पाए हुन्थ्यो
रेडियोमा आवाज के अरे नाम एनाउन्स भएर त्यो सुन्न पायो हुन्थ्यो होइन। यस्ता यस्ता कुराहरूले चाहिँ आकर्षित गरेको सुरुमा। त्यसपछि त अब एउटा त्यो म्युजिक भन्ने नै प्रिय भइसकेपछि आएको ठाउँ भयो र पछि आएर अब इकोनोमिक कुराहरू पनि आउने भयो, एउटा सर्भाइभलको कुरा पनि आउने भयो। त्यति बेला चाहिँ अलिकति बुझ्ने भएपछि थोरै खस्किएको भनौँ न, इकोनोमिकल्ली चाहिँ खासै ग्रो चाहिँ गर्न नसकिने रहेछ कि भन्ने चाहिँ त्यो फिल भइरहेको थियो। त्यो बिचमा चाहिँ मैले अब विभिन्न अब एकदम दिग्गज कलाकारहरूसँग सङ्गत गरिरहेको थिएँ र लेजेन्डहरूसँग हेर्दाखेरि उहाँहरूले जुन किसिमले इन्सपायर गर्नुहुन्थ्यो, उहाँहरूको इन्सपायर्ड भन्नाले उहाँले इन्सपायर गर्नुहुन्थेन, तिमी गर्नै पर्छ यो क्षेत्रमा भन्नु त कहिले भन्नुहुन्थेन, तर यो दुःखी क्षेत्र हो होइन, दुःख चाहिँ एकदमै छ है भनेर भन्नुहुन्थ्यो। तर त्यो कुरा चाहिँ सेटअप हुँदै गयो कि यो दुःख नै क्षेत्र हो यो भनेर त्यो पहिल्यैबाट त्यो भइसकेपछि त्यो आशा पनि त्यो बढी पनि भएन। इकोनोमिकल्ली आफूले साइड बाई साइडबाट इकोनोमिकली आफू अपडेट पनि हुँदै जानुपर्छ, म्युजिक पनि गर्नुपर्छ। त्यो म्युजिकबाट नहुने भन्ने त छैन। पछिल्लो समयमा आएर त अब इकोनोमिकली पनि धेरै डेभलप भयो, किनभने पहिलाको सिनारियो र अहिले सिनारियो फरक छ। कार्यक्रमहरू देश विदेश यताउता गर्दाखेरि चाहिँ सपोज अब हाम्रो अब गीत पपुलर भएको टाइममा त्यो एकदमै राम्रो रिटर्न पनि छ र यो सबै स्वीकार्य छ भनेर नै हिँडेको भएर अभाव पनि रमाइलो लाग्छ होइन। कहिलेकाहीँ त्यो हासिल पनि गरिन्छ, कहिलेकाहीँ टुरहरू गरिन्छ, के हुन्छ, कहिले प्रोग्रामहरू हुन्छ, त्यो हासिल गर्दा पनि धेरै ठुलो खुसी लाग्दैन होइन। नहुँदा पनि त्यो अभाव नै यो चाहिँ हाम्रो यात्रा हो होइन। यो म्युजिकमा हामीले जुन बिताइरहेको छ समय, सबभन्दा खुसी कुरा मलाई जहिले पनि के हुन्छ भने हाइलाइटमा म्युजिकमा मैले समय बिताएको छु नि, सबभन्दा ठुलो गर्वको विषय यही नै छ कि अझै 20 वर्ष भइसकेको छ, अझै बिताउनु बाँकी नै छ, अझै काम गर्नु बाँकी छ। यो नै सबभन्दा ठुलो विषय लाग्छ मलाई। आत्मसन्तुष्टि हो तपाईँलाई गीत सङ्गीतको क्षेत्र, यसबाट केही गुमाउँछु भन्ने डर चाहिँ छैन? गुमाउने अब त केही पनि छैन। मैले जति सुरुमा के लाग्थ्यो भने अब म्युजिकमा बिताउँदै पनि भनौँ न केही कर्मले पनि कुनै गीतहरूले पनि सफलता नपाउने हुँदाहुँदै पनि जीवन बित्न सक्छ भन्दाखेरि अब केही आफूलाई परिचय गराउने गीतहरू जुन किसिमले बनाउन सके नि त्यो माहौलले दियो, विभिन्न स्रष्टा कलाकारहरूसँग काम गर्ने मौका पाइयो, त्यो हिसाबले चाहिँ एक खालको सन्तुष्टि चाहिँ पक्कै पनि छु। चलचित्रमा बनकीचरी के भन्छ के यो संजोग कसरी जोड्नु भयो? त्यो रूपक डोटेललाई त्योभन्दा अगाडि रूपक डोटेलका गीतहरूको एउटा छुट्टै खालको जनरा जस्तो सुनिन्थ्यो, दर्शक श्रोताहरूले पनि त्यही पाराले चिनिराखेका जस्तो लाग्छ मलाई। बनकीचरी के भन्छ केबाट अलिकति जनरा पनि परिवर्तन भएको हो कि? पक्कै पनि पहिला अलिकति बढी सेन्टिमेन्टल गीतहरू बढी आउँथ्यो र तिनै नै लोकप्रिय भयो। एकै वर्षमा जुन मेरो 2-3वटा गीतहरू त्यो एकैचोटि पपुलर भएको थियो, सबै गाउँमा मेरो बोली सुन्दा, चोखो माया लागे, तिनीहरू चाहिँ प्रायः सेन्टिमेन्टल थिए। त्यसपछि यो डान्सिङ बिटको धारमा चाहिँ होइन गीत त गाइन्थ्यो तर पनि भनेको अब त्यो कट्टु गाउनै गाह्रो हुन्थ्यो मलाई चाहिँ। एक खालको मलाई चाहिँ त्यो प्र्याक्टिसै गर्नु परेको थियो। अहिले अब अलिकति स्लो गीतहरू गाउने, अलिकति हार्ड गीतहरू गाउन खोज्ने, त्यो हुँदाखेरि त रोमान्टिकको पनि त एउटा फ्लेभर छ नि त। त्यो फ्लेभरमा आफू ढलेर भिजेर गर्नलाई चाहिँ मलाई केही समय कसरत चाहिँ पक्कै गर्नु परेको थियो। पहिला पनि अब रोमान्टिक गीतहरू गाउँदा अलिकति आफू नाटकीय तरिकाले मात्रै गरे जस्तो लाग्थ्यो कि आफू त्यो भित्र छिरिसकेर रहेनछु भन्ने जस्तो लाग्थ्यो। त्यो केही न केही कसरत चाहिँ भइरहेको थियो। बजारमा त्यो खालको गीतहरू पनि अब प्रब्लम भइरहेको थियो, म यो गीतमा आउनुपर्छ भनेर एउटा खालको प्र्याक्टिस थियो। त्यो संयोगले चाहिँ चलचित्र प्रसादको टिमले चाहिँ मलाई सम्झियो है, अब एकदमै राम्रो मौका दिनुभयो उहाँहरूले। त्यसलाई चाहिँ अब आफूले पनि गर्न सकेँ भन्ने लाग्छ। चलचित्र प्रसादबाट यो गीत है, बी पाण्डे दाइको शब्द, सुभाष भुषालको सङ्गीत। बनकी चरी के भन्छे के, मनकी चरी के भन्छे के, बनकी चरी के भन्छे काफल खाम भन्छे, मनकी चरी के भन्छे माया लाम भन्छे, बनकी चरी के भन्छे काफल खाम भन्छे, मनकी चरी के भन्छे माया लाम भन्छे, आम्न बसम खाम न कसम, आम्न बसम खाम न कसम, सँगै बसेर पिरती गासम, तिमी नआए मयमला चोखो पिरती मैलामला, पर्ख मयमला मायाको हात समाउला, बनकी चरी के भन्छे काफल खाम भन्छे,
मनकी चरी के भन्छे मायालम भन्छे। थ्याङ्क यू। मन खुसी कहिले हुन्छ? मन खुसी त अब त्यही हो, आफूले गरेको कर्महरूको उचित मूल्याङ्कन भयो भने। जस्तो अब कहिलेकाहीँ अब कामहरू गरिन्छ, त्यो कामले उचित भनौँ न, आफूले त मेहनत गरेर प्रत्येक कामलाई मेहनत नै गरिन्छ, तर सबै कामले उत्तिकै भनौँ न रिजल्ट नआउन सक्छ। कहिलेकाहीँ अब त्यो राम्रो भइदिन्छ, आफूले यो तरिकाले गरेको चिजलाई मन पराइन्छ भन्ने सवालमा चाहिँ सन्तुष्ट खास त्यही नै होला हाम्रो क्षेत्रको जस्तो लाग्छ मलाई। अनि दुख्छ कहिले? कहिले दुखेको छ? आँसु झरेका छन्? कहिलेकाहीँ अब त्यो स्वभाव, मानवीय स्वभावकै हिसाबले अब त्यो अभ्यासले हुन्छ होइन। मान्छेको सुख दुःख त अब जिन्दगीको पाटो नै हो। अब त्यो दुःख पनि अब जसरी जीवन अगाडि बढ्छ, सुख मात्रै आश गरेर पनि होइन, कहिलेकाहीँ दुःख पनि आइदिन्छ, त्यसलाई पनि स्वीकार्नुपर्छ भन्ने लाग्छ। धेरै वर्षदेखि यही पेसामा निरन्तर हुनुहुन्छ तपाईँ। मैले चिनेसम्म रूपक डोडेलको अर्को कुनै पेसा छैन। यही नेपाली गीत सङ्गीत क्षेत्रबाट जीविकोपार्जन भइरहेको छ त? सकिन्छ। यो एउटा अब अहिले त आएर हजुरको एकाडेमिक वेबाट पनि म्युजिक एकदमै डेभलप भएर गएको कन्डिसन हो। हामीले अब कलेजमा पढ्यौँ होइन, त्यसपछि स्कोपहरूको लागि त म्युजिकको एउटा धेरै क्राइटेरियाहरू छ, प्लेटफर्महरू छ। र मेरो कुरा गर्दाखेरि चाहिँ अब सुरुवातमा अलिकति गाह्रो थियो, र पछिल्लो समयमा चाहिँ अब कामहरूको कन्टिन्युटी छ र प्रोग्रामहरू, एउटा मेन कुरा चाहिँ व्यस्त हुन पायो भने अब जीवन चल्छ भन्ने नै छ। अब यो व्यस्ततामै बितिरहेको छ। त्यो कारणले पनि मैले कहिले पनि अब जब कोसिस त गरेको हो, तर कस्तो हो नि, अब कहिले बाहिर जानुपर्ने, कहिले अब भ्याली बाहिर जानुपर्छ। एउटा कुनै जबमा बाँधिसकेपछि त्यसको भनौँ न, त्यसको मर्यादा, त्यसको टाइमिङहरू सबै भरपुर दिनु पऱ्यो, त्यो अलि नसकिने भएर जब पनि गरिएन होइन। र जति पनि म्युजिकलाई भनेर टाइम बिताएँ, त्यसैले नै अब आफूलाई फुलफिल पनि गर्यो। तपाईँलाई नेपाली गीत सङ्गीत क्षेत्रमा भाइरल वा सदाबहार कुन मनपर्छ? मैले त अब सधैँ सदाबहार नै सोच्छु। जस्तो अहिले हामीले बुझिन्छ, जस्तो युट्युबमा पनि हामीले गीत छोडिन्छ अथवा विभिन्न पोर्टलहरूबाट गीत हामीले छोडिन्छ। कहिलेकाहीँ चाहिँ अब यही सिजनको लागि भनेर बनाएको गीतहरू यदि ल सफलै भयो भने पनि त्यही सिजनलाई भयो, अर्को वर्षबाट मान्छेलाई त्यो सुन्न पनि मन लाग्दैन। र कुनै कामहरू हुन्छ आफूले मेहनतसाथ गरिन्छ, ठिक पपुलर अथवा पपुलरै नभए नि आफूले धेरै पछि सुन्दाखेरि पनि त्यो गीतले चाहिँ आफूलाई भनौँ न एकदमै सन्तुष्ट दिन्छ। खास काम गर्नुपर्ने त सदाबहार नै रहेछ भन्ने चाहिँ अझ अनुभवले पनि बताएको छ। यो राम्रो गीत सङ्गीत, सदाबहार गीतहरू यो भाइरल हुन नसक्नुको कारण के हो जस्तो लाग्छ? अहिले भाइरल भन्ने शब्दले, मैले एकैछिन तपाईँको कुरा रोकेँ, यो भाइरल भन्ने शब्दले के भन्दाखेरि मेरो आफ्नै घटना पनि, म बागबजारमा कुनै एउटा स्टुडियोमा पुगेको थिएँ, नयाँ व्यक्तिहरूसँग परिचय हुने क्रममा तपाईँको भाइरल गीत कुन छ भनेर उहाँले सोध्नुभयो। किन म पनि लिरिक्स कहिलेकाहीँ गीतहरू रच्ने भएको हुनाले, अनि मलाई त्यतिखेर सोच्न बाध्य बनायो कि यो भाइरल भन्ने शब्द वास्तवमै राम्रै हो त होइन? अनि राम्रो गीत सङ्गीतहरू किन भाइरल हुन नसकेका, कसरी बनाउन सकिन्छ? एउटा कन्सेप्ट पनि हो एउटा खासमा। अब एउटा खालको जमात चाहिँ दौडामा छ होइन। अब एउटा खालको गीत चल्यो भने यही नै गर्नुपर्छ भनेर दौडिरहेछ। एउटा खालको जमात छ, थोरै लिमिटेसनमा छ त्यो जमात। त्यो जमात भनेको अलिकति विज्ञ म्युजिक अध्ययन गरेको भनौँ न, उहाँहरूले चाहिँ आफ्नै खालको म्युजिक गर्नुहुन्छ। तर यो टाइममा उहाँहरूको म्युजिक रिलिज त भएको छ, तर त्यो पपुलर भएको चाहिँ देखिया छैन। अनि के कुरामा अलिकति फन्डा छ, अलिकति के मसलाहरू, अलिकति गसिपहरू छ, के कुराले स्क्यान्डल भएको छ। पछिल्लो समयमा लगभग केही गीत बाहेक अरू गीतहरू जति पनि पपुलर भएको छन् स्क्यान्डलले भएका छन्। केही केसमा परेका होइन, अब केही केससँग छुटेर आएको, अनि त्यसपछि बजारमा ल्याइसकेपछि त्यो कसरी यसलाई चाहिँ ट्याकल गर्छ भनेर हेरिदिरहेको छ। त्यो वाचेबल बन्नलाई विभिन्न फन्डाहरू, त्यो खालको एउटा चाहिँ त्यो खास विकृति नै भन्नुपर्छ म्युजिकमा। र रियल्ली गरेका चिजहरू एकदमै मिठोसँग गाएका गीतहरू राम्रो छ भन्न त भनेको छ, तर चाहिँ त्यो चिजहरूले भ्युज पाएको छैन। त्यसपछि तर अब जेन्युन अवार्डहरूले चाहिँ अलिकति अवार्डेड चाहिँ गरेको छ।
तर अवार्ड गर्दा पनि यो त भ्यू नै नपाएको गीतहरूलाई अवार्ड दिइरहेको छ भने त्यो विवाद परिरहेको छ फेरि उल्टो। त्यो कारणले यो तालमेल अलिकति मिलिरहेको छैन। सायद अलिकति जसरी अब हाम्रो राजनीतिक अस्थिरता अब अलिकति स्थिर भएर जाला, अलिकति जेनेरेसनै चेन्ज भएर जाला भने जस्तै म्युजिकमा पनि अलिकति चेन्जेस चाहिएको छ। एउटा रमाइलो क्वेसन सोध्छु म तपाईँलाई, तपाईँलाई नाम चाहिन्छ या दाम? नाम या दाम कुन रोज्नुहुन्छ? होइन, नाम महत्त्वपूर्ण हाम्रो लागि। हामी जुन क्षेत्रमा छौँ पक्कै पनि नाम अगाडि आउँछ, त्यसपछि नाम भएपछि त दाम अटोमेटिक आइहाल्छ अहिले समयमा। र दामको लागि त हामीले बिजनेस गर्न सक्थ्यौँ नि त। काठमाडौँ छिरिसकेपछि कुनै न कुनै यो माइन्डको हामी जतिको मान्छेले भन्नुपर्छ जुन किसिमले हाम्रो माइन्ड चलाएर काम गरिन्छ त्यो माइन्डले नै कुनै बिजनेस गरेको भए अहिलेसम्म हामी एक खालको इस्ट्याब्लिस त्यो बिजनेसम्यान भइन्थ्यो। भने जस्तै पैसा कमाउने मात्रै ठुलो कुरा कहिले पनि लागेन। अब हाम्रो क्षेत्रमा चाहिँ फेरि अब होला कोही कोही क्षेत्र होला समाजसेवामा नाम होला, अब दाम चाहिँ अर्को क्षेत्रबाट ल्याउनु पर्ला। तर हाम्रो क्षेत्रमा चाहिँ एउटा नाम बन्छ भने त्यहाँनिर दाम पनि सक्छ। खुसी, पैसा र शान्ति, यी तीन मध्ये मैले रूपकजी कुनै एउटा चुज गर्नुहोस् भने तपाईँले के चुज गर्नुहुन्छ र किन? शान्ति नै चुज गरिन्छ नि। सुख भनेको क्षणिक हुन्छ होइन, पैसा पनि अब क्षणिक नै हुन्छ। पैसा भनेको त हाम्रो यो जीवन जुन जन्मेदेखिको मृत्युसम्मको फेजमा अलिकति सहज तरिकाले चल्नलाई पैसाले चाहिँ अलिकति सहज गराउँदो रहेछ। त्यो जागेको कुरा मात्रै हो। तर त्यो सम्पूर्ण कुराहरू भन्दा सबभन्दा ठुलो कुरा हामी लास्टमा के कुरामा कन्क्लुजनमा पुगिन्छ भने शान्ति नै ठुलो कुरा रहेछ भन्ने पुगिन्छ। हामी एउटा मृत्युको मुखमा त पुगिन्छ नि, त्यो त 100% छ। त्यति बेला त हामीलाई पक्कै पनि पैसा त ठुलो लाग्दैन। अब लगभग भोलि मरिँदैछ भन्ने थाहा हुँदैछ होला, सायद त्यो एज पनि आउँछ होला। अनि त्यति बेला पैसा त म्याटरै गर्दैन होइन। अब त्यो बेलामा चाहिँ शान्ति नै ठुलो कुरा रहेछ लाइफमा भनेर त्यो किनभने सत्य बोल्ने टाइम हुन्छ त्यहीमा छ। अनि शान्ति नै सबभन्दा मुख्य कुरा जस्तो लाग्छ। अधिकांश नेपाली कलाकारहरू अहिले यहाँ सिर्जनाहरू पस्किनुभन्दा विदेशकै स्टेज कार्यक्रममा हराइरहेका छन्। त्यस कारणले पनि ग्यापिङ देखिएको छ। कतै रूपक पनि त्यसै गरेर पलायनै भएको हो कि त्यसैले नेपाली मिडियाहरूमा यो कुराहरू उठेको हो कि होइन, यो आक्षेपमा रूपक डोडेल पनि मुछिन पुगेको हो कि भन्ने मलाई लागेको हो। तर यो होइन, त्यो होइन। त्यसपछि चाहिँ जब कोभिड खुलेपछि म फर्स्ट अस्ट्रेलिया प्रोग्राममा गएँ। अनि त्यो जहिले पनि के भन्दाखेरि अलिकति बसाइ चाहिँ लामो लामो भइरहेछ। प्रोग्राम पनि अब अलिकति लामो लामो समयको ग्याप भएको कारणले अनि पछि अब युकेतिर अब जाने आउने हुँदाखेरि म किनभने त्यो बन्किसकेभन्दा अगाडि टाइममा म त्यति विदेश यात्रामा एकदमै कम गएको थिएँ। त्यो कारणले पनि अब नयाँ नयाँ जस्तो भयो बाहिरको लागि। अनि प्रोग्रामहरू जाँदाखेरि अलिकति लामो समय लिएर गएको। अनि त्यसपछिको पिरियडमा चाहिँ अब मैले वर्षको एउटा त एक दुईवटा त्यो कन्टिन्युटी त छ। तर अहिलेको फेजमा चाहिँ मलाई एकदम बाहिर गएर गरिहाल्ने भन्ने यति बेला चाहिँ जान पाए हुन्थ्यो त्यो भन्ने छैन। अब एकदमै विशेष प्रोग्रामहरू आयो भने चाहिँ जान्छु। र अहिले चाहिँ मेन फोकस चाहिँ काममा गर्नुपर्छ भन्ने यति बेला भन्नाले व्यक्तिगत हिसाबले चाहिँ अब आफ्नै लय गतिमा हिँडिरहेको छु। अब सायद कहिले काहीँ देखिन्छ होला हराएको पनि, तर म म्युजिकभित्रै नै छु, गरिरहेको छु। रूपक डोडेलका आगामी योजनाहरू के छन् अब? र अब मेरो 2-3 दिनको पिरियडमा एउटा गीत रिलिज हुँदैछ, डान्सिङ बिटको विकल्प क्रिएसनले निकाल्दैछ, चलन चल्तीमा भन्ने गीत। यस्तै छ चलन चल्तीमा, हे माया पाउन गाह्रो छैन पैसा भई खल्तीमा, हे माया पाउन गाह्रो छैन पैसा भई खल्तीमा। यस्तै छ चलन चल्तीमा, हे माया पाउन गाह्रो छैन पैसा भई खल्तीमा, हे माया पाउन गाह्रो छैन पैसा भई खल्तीमा। थ्याङ्क यू। अन्तिममा यो कार्यक्रममा मैले अब धेरै कुराहरू मैले मेरो हिसाबले मात्रै तपाईँसँग केही कुराहरू कोतले भनौँ, तपाईँलाई केही भन्न छुटे जस्तो केही भन्न यो कुरा चाहिँ मैले भन्नै पर्छ है भन्ने सोच आएको केही कुरा छ भने हाम्रो दर्शकहरूले समय खास अब त्यो बाँकी त्यस्तो कुरा त अलिकति लगभग हाइलाइटेड कुराहरू त अब लगभग भयो नै होइन। तर मेन कुरा चाहिँ अब यो म्युजिक
जर्नीमा चाहिँ अहिले अबको यो टाइममा मैले अलिकति एकदम रफ्तारमा काम गरेको टाइम हो। जुन सुरुवात हुँदैछ यो फेस्टिभल गीतहरू पनि गरियो, अब यो अहिले भर्खरै सुनाइयो गीत पनि आउँदैछ। त्यसपछि मेरो आफ्नै च्यानलको लागि पनि एउटा गीत तयार भइसकेको छ, त्यो आउँदैछ जसलाई चाहिँ आनन्द अधिकारी वरिष्ठ गीतकार उहाँले लेख्नु भएको छ कृष्ण भारद्वाजको सङ्गीतमा। त्यो मेरै च्यानलको लागि भनेर बनाएको गीतहरू पनि त्यो अब यो समय अवस्थाले साथ नदिएर अलिकति पछाडि सारिरहेको छु, त्यो पनि आउँदैछ। भनेपछि अब बाँकी कामहरू अब जनक रावल दाईसँग अहिले कुरा गरिरहेको छु। दाईसँगको नि एकदमै भुल्यौ कि मायाले हैनदेखि लिएर मैले राम्रो राम्रो गीतहरू त्यति बेला कन्सर्टमा गाउने गीतहरू बनेछ है भनेर खुसी भएको गीतहरू अब जहाँसम्म सुन्दैछु। अब नयाँ नयाँ प्रोजेक्टहरू दाईको तयारी छ, त्यसमा पनि जोडेर पक्कै पनि आउनेछु होला। त्यस कारणले पनि यो रफ्तारमा चाहिँ मैले अब यो वर्ष चाहिँ अलिकति धेरै नै काम गर्ने योजना छु दाइ होइन। अलिकति ऊर्जा पनि छ। अब नयाँ तरिकाले चलिरहेको राजनीतिक परिवेशमा हामीले म्युजिकले पनि अलिकति नयाँ मोड दिनुपर्छ भन्ने हामीलाई लाग्छ। हुन्छ, मैले तपाईँलाई बोलाएँ होइन, व्यस्त समयको बावजुद पनि मलाई थोरै समय लिएर तपाईँ यहाँसम्म आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू दाइ, धेरै धेरै धन्यवाद हजुरलाई, सम्पूर्ण इन्टायर टिम, सुरज सर होइन, हाम्रो बजाज सर, सम्पूर्ण इन्टायर टिमलाई नै थ्याङ्क यू। र यो कार्यक्रम जुन किसिमले सुरुवात भएको छ बाँकी एपिसोडहरू एकदमै सफलताको शिखरमा अगाडि बढ्दै जाओस् र सुरुवात पिरियडमै म आउन पाएँ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू दाइ। बन्द नगरौँ न, जाँदा जाँदै गीत सुन्दै बाँकी छ। तपाईँलाई आफूलाई सुनाउँ जस्तो लाग्ने आफै मन परेको एउटा गीत सुनाउँ। म आज दाइको इन्टरभ्यूमा आउने मौका पाएँ, तर दाइको अगाडि भनेर होइन कि म आफैलाई एकदमै मन परेको गीत हो। एलेना चौहानसँग हामीले गरेका थियो, किरण माइकलको सङ्गीत, जनक रावल दाइको शब्द। यो मैले एक लाइन यसो सुनाएर बिदा हुन चाहन्छु। राजा रानी बनेको सिन्दुर टिकी लाएको फुलपाती चढाई बाचा कसम खाएको। राजा रानी बनेको सिन्दुर टिकी लाएको फुलपाती चढाई बाचा कसम खाएको। भुल्यौ कि मायाले सत्य कसम योजनाले भुलेकै छैन, सत्य कसम पिरिमले भुलेकै छैन, सत्य कसम योजनाले भुलेकै छैन, सत्य कसम पिरिमले भुलेकै छैन। हवस् त दर्शकबिन, आजको सेलिब्रेटी कार्यक्रम यति नै। अर्को भागमा अर्को व्यक्तित्व र विषयको रमाइलो कुराकानी लिएर उपस्थित हुनेछौँ। हामीलाई युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनुहोला, फेसबुक र टिकटकमा पनि फलो गर्नुहोला। तपाईँको समय सुखमय बितोस्। जय गीत, जय सङ्गीत, जय नेपाली चलचित्र। नमस्कार। सबको मनमा बस्छ सन्देश मनोरञ्जन दिन्छ, रूप थरी थरी खच्छ सधैँभरि, समाजको ऐना बनी कलेजवाली है घाँस काट्ने घाँसारी है कि कलेजवाली है, कलेजवाली है घाँस काट्ने घाँसारी है कि कलेजवाली है। नम्बरी सुनवाली सरकारी नुनवाली है कि नम्बरी सुनवाली हिरू पटुकी बाँधी फौडी दनादन।